समानता र मानवाधिकारका लागि मर्यादित महिनावारी भन्ने विषयलाई लिएर चाहिँ आज हामी चाहिँ वेबिनारमा चाहिँ उपस्थित भइसकेका छौँ। आजको यो कार्यक्रम मार्फत हामी सबै बालिका अधिकारका निम्ति समानता मर्यादाको सवाललाई लिएर विचार आदान प्रदान गर्नेछौँ र महिनावारीका सन्दर्भमा मर्यादाको दृष्टिकोणलाई कसरी चाहिँ हामी चाहिँ कायम गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामी छलफल गर्नेछौँ। हामी सबैजनालाई थाहा छ महिनावारीको विषयमा, मर्यादित महिनावारीको विषयमा आज विशेष गरेर हामी चाहिँ सम्पूर्ण बालिका अधिकारका निम्ति मर्यादित महिनावारीको सवालबाट कसरी चाहिँ हामी अगाडि बढ्न सक्छौँ, कसरी चाहिँ सुनिश्चित गर्न सक्छौँ भन्ने विषयमा चाहिँ छलफल गर्नेछौँ। एकमुष्ट रूपमा मर्यादित महिनावारी अभियान नेपालको तर्फबाट हामीसँग जोडिनु हुने वक्ता र देश विदेशबाट हामीलाई फेसबुक लाइभबाट हेर्नुहुने सम्पूर्ण लाई चाहिँ हामी स्वागत गर्दै अबको कार्यक्रमलाई चाहिँ हामी सुरुवात गर्न गइरहेका छौँ। सुरुवाती चरणमा चाहिँ हामी चाहिँ मर्यादित महिनावारी गीत मबाट महिनावारी भन्ने गीतबाट चाहिँ हामी सुरुवात गर्न गइरहेको हुनाले म गीत बजाइदिनलाई हार्दिक अनुरोध गर्न चाहन्छु। उत्सव मना
धेरै धेरै धन्यवाद। प्राविधिक रूपमा चाहिँ यो मबाट महिनावारी गीत बजाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि हामी सबैजनाले यो गीत राधा पौडेल फाउन्डेसनको अफिसियल युट्युब च्यानलमा पनि पाउने गर्छौँ। तपाईँहरू मध्ये धेरैजनाले महिनावारीको बारेमा बुझ्न चाहनुहुन्छ, महिनावारी भनेको के हो भनेर चाहिँ गीतको माध्यमबाट बुझाउन चाहनुहुन्छ भने तपाईँहरूको लागि राधा पौडेल फाउन्डेसनको अफिसियल युट्युब च्यानलमा यो एउटा उपहार रहेको छ। तपाईँहरू गएर हेर्नुहोला, सुन्नुहोला र प्रतिक्रिया पनि दिनुहुन अनुरोध गर्दै आजको यो वेबिनार हामी सुरुवात गर्ने गरिरहेको छ। हामीसँग आज दुईजना मुख्य वक्ताको रूपमा चाहिँ यहाँ उपस्थित भइसक्नु भएको छ। तपाईँहरूले यो स्क्रिन मार्फत पनि देखिसक्नु भएको छ। हामीसँग मर्यादित महिनावारी अभियान नेपाल लुम्बिनी प्रदेशको संयोजक मोनाबिका हुनुहुन्छ। उहाँलाई पनि यो वेबिनारमा वक्ताको रूपमा स्वागत गर्न चाहन्छु। यसै गरेर हामीसँग लामो समय बालबालिकाको क्षेत्र, पछिल्लो समय किशोर राष्ट्रिय स्तरमा चाहिँ किशोर नेटवर्कको चाहिँ अध्यक्ष भएर हाल चाहिँ एडभाइजर भएर चाहिँ काम गरिराख्नु भएको भाइ घनश्याम हुनुहुन्छ। उहाँलाई पनि कार्यक्रममा वक्ताको रूपमा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद, नमस्कार। म दुवैजना वक्ताहरूलाई स्वागत गर्दै आजको यो हाम्रो वेबिनार चाहिँ सुरुवात गर्न गइरहेका छु। सबैभन्दा सुरुमा हामी वक्ताहरूलाई चाहिँ आफूले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ तपाईँले भनेर चाहिँ तपाईँहरूलाई आफ्नो परिचयको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु। हामी मुनाजीबाट नै सुरुवात गर्छौँ। एकैछिन है, मेरो यहाँ उहाँको एकछिन प्राविधिक कुरा भएको हुनाले हामी घनश्याम भाइसँग जान्छौँ। तपाईँले आफूले आफूलाई चिनाउनु पर्दाखेरि कसरी चिनाउन चाहनुहुन्छ? फेरि पनि नमस्कार। सर्वप्रथम त अन्तर्राष्ट्रिय बालिका दिवस जुन चाहिँ अक्टोबर 11मा मनाउने गरिन्छ, यसको सम्पूर्णलाई चाहिँ शुभकामना दिन चाहन्छु बालिका साथीहरूलाई। मैले चाहिँ मलाई कसरी चिनाउन चाहन्छु भने म चाहिँ एउटा चाइल्ड राइट एक्टिभिस्ट हुँ। विगत 9 वर्षदेखि बालबालिकाको किशोर किशोरीको क्षेत्रमा एज अ चाइल्ड ह्युमन राइट डिफेन्डर भएर काम गरिरहेको छु यो क्षेत्रमा। मेरो छोटो परिचय भन्दाखेरि यही नै हो। म कानुनको विद्यार्थी, रुकुम प्रदेश कर्णाली प्रदेश रुकुम पश्चिमबाट चाहिँ म बिलोङ गर्छु। धन्यवाद घनश्यामजी। यसै गरेर म मुनाजीलाई आफ्नो परिचयको लागि र आफूलाई कसरी चिनाउन चाहनुहुन्छ कुरा राखिदिन अनुरोध गरेँ। हस्, धन्यवाद समीरजी। सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ मोनाबिका। म मर्यादित महिनावारी अभियान लुम्बिनी प्रदेशको संयोजक भएर काम गर्दैछु। म आफूलाई चाहिँ मर्यादित महिनावारी हुने व्यक्तिको रूपमा चिनाउन चाहन्छु। विगतमा लामो समयदेखि चाहिँ अलिकति धेरै प्रत्यक्ष रूपमा जोडिएर काम गरेको भने मैले चाहिँ बाल न्यूनीकरणको सेक्टरमा चाहिँ अझै बेसी मेरो अनुभव रहेको छ। धन्यवाद। दुवैजनालाई परिचयको निम्ति धेरै धेरै धन्यवाद। आज हामीसँग एकदमै बालबालिकाको क्षेत्र, हामी भोलि अन्तर्राष्ट्रिय बालिका दिवस मनाउँदैछौँ र बालिकाको क्षेत्रमा बालबालिकाको क्षेत्रमा नितान्त लामो समयदेखि काम गरेर दुईजना वक्ताहरू पाएका छौँ। पक्कै पनि आजको यो छलफल एकदमै महत्त्वपूर्ण छलफल र एकदमै मिनिङफुल छलफल हुनेछ भन्ने आशा गर्दछु। हामी मुनाजीबाट नै सुरुवात गरौँ। मुनाजीले अघि आफूलाई परिचयको दौरानमा महिनावारी हुने व्यक्ति भनेर परिचय दिनु भएको चिनाउनु भएको छ। सो हामी मुनाजीको महिनावारीको बारेमा बुझ्न चाहन्छौँ। उहाँको पहिलो महिनावारीको बारेमा कथा, त्यस पछाडिका दिनमा हालसम्म आउँदाखेरिको महिनावारीको बारेमा चाहिँ सेयरिङ गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद समीरजी। समय पनि भनिदिनु भयो, अलिक सजिलो हुन्थ्यो कि? हुन्छ, तपाईँलाई चाहिँ 4 मिनट। 4 मिनट, ओके। मेरो पहिलो महिनावारीको कुरा गर्दाखेरि चाहिँ म 14 वर्षको थिएँ। अनि मेरो घरमा चाहिँ महिनावारी हुने व्यक्तिहरू चाहिँ कोही पनि हुनुहुन्थ्यो त्यो समयमा। मेरो आमा र आन्टी पनि भारतमा बस्नुहुन्थ्यो। अनि मेरो हजुरआमालाई चाहिँ महिनावारी हुँदैन, के अरे रोकिसकेको थियो त्यो समयमा चाहिँ। अनि म 14 वर्षको हुँदासम्म चाहिँ म 9 कक्षामा पढ्थेँ। त्यो बेलासम्म चाहिँ मलाई महिनावारी भन्ने शब्द चाहिँ सुनेको थिएँ, तर महिनावारीमा चाहिँ अब धेरै कुराहरू छ भन्ने कुराहरू मलाई चाहिँ थाहा थिएन है। अनि त्यसपछि म चाहिँ ठ्याक्कै मेरो महिनावारी हुने दिनमा चाहिँ म मेरो आफन्तीको कहाँ चाहिँ सुत्न गएको थिएँ, पाहुना पढ्न गएको थिएँ। त्यो दिन चाहिँ 6-7 बजेतिर चाहिँ मलाई बेलुकाको 6-7 बजे महिनावारी भएछ। अनि बिहान उठेर म मेरो घरमा आउँदाखेरि चाहिँ ठ्याक्कै बर्खाको समय थियो। अनि मेरो रातो सुरुवाल लगाएको थियो मैले, रातो सुरुवालभरि चाहिँ रगत रहेछ। अनि पानी पर्यो, बिचमा 10-15 मिनटको बाटो थियो। पानी परिसकेपछि मेरो खुट्टामा चाहिँ महिनावारीको रगत देखिसकेपछि म एकदमै डराएँ।
अनि म त यसरी रोएँ कि मेरो रोएको आवाज म घर नपुग्दै मेरो आवाज चाहिँ मेरो घरसम्म पुगिसकेको थियो कि। त्यसरी चाहिँ म एकदमै रोएँ, म आत्तिएँ। त्यसपछि घर गइसकेपछि अनि पछाडि मेरो हजुरआमाले चाहिँ मेरो सुरुवाल खोलेर चाहिँ हेर्नुभयो। अनि त्यसपछि उहाँले चाहिँ महिनावारी भयो भनेर चाहिँ भन्नुभयो। अनि त्यसपछि चाहिँ महिनावारी भएको समयमा समाजमा जे कुराहरूको विभेदहरू हुने अभ्यास छ त्यो चाहिँ मैले सबै गरेँ। मेरो हजुरआमाले चाहिँ हजुरबालाई नहेर्नु, त्यसपछि घामलाई नहेर्नु, अनि बर्खाको समय थियो, धेरै तरकारीहरू हुने, बारीमा चाहिँ नजानु भनेर भन्नुभएको थियो। अनि मैले पनि त्यो अभ्यासलाई एकदमै मजाले स्वीकार गरेर ओ मैले त यो गर्न पर्ने रहेछ भन्ने हिसाबले त्यति बेला चाहिँ लिएँ है। अनि त्यसपछि मेरो दिमागमा चाहिँ त्यो समयमा महिनावारीको रगत चाहिँ फोहोर रगत हो भन्ने चाहिँ थियो। अनि मेरो हजुरआमाले जुन मलाई महिनावारीको समयमा प्रयोग गर्ने कपडा दिनुभएको त्यो पनि एकदमै पुरानो थियो क्या। अनि त्यो कपडा प्रयोग गरिसकेपछि मलाई चाहिँ छुन धुन घिन लागेर म चाहिँ टोयलेटमै खुट्टाले चाहिँ पानी के अरे हातले पानी हाल्ने खुट्टाले मिचेर चाहिँ जहाँ चाहिँ कसैले देख्दैन नि बिहान पनि एकदम छिटो उठ्ने अनि बेलुका अँध्यारो हुँदाखेरि चाहिँ राख्ने गरेर गरेँ। त्यति बेला म विद्यालय पनि गइनँ है। मेरो पहिलो महिनावारीको अनुभव चाहिँ यस्तो चाहिँ थियो। मैले चाहिँ आफूले धेरै विभेदहरू चाहिँ महसुस गरेँ, मैले आफै चाहिँ भोगेर विभेदलाई चाहिँ मैले त्यति बेला चाहिँ एकदमै मजाले स्वीकार पनि गरेँ। धन्यवाद। हुन्छ। धन्यवाद मुनाजी। पक्कै पनि मुनाजीले विवेकको अवस्थालाई चाहिँ झल्काउनु भयो उहाँको महिनावारीको चरणबद्ध कुराहरूमा भने। घनश्यामजी तपाईँले अघि पनि भनिहाल्नुभयो महिनावारी नहुने रीति भनेपछि तपाईँको घर परिवारमा मुनाजीले भनेका जस्तो अभ्यास भयो कि भएनन् भने कस्ता अभ्यासहरू भएका थिए र तपाईँ एज अ नन मेन्सुरेटर त्यो समाजमा कस्तो अभ्यास थियो, त्यस पछाडि घर परिवारमा कस्तो अभ्यास थियो र तपाईँलाई कस्तो लागिरहेको थियो त्यो अभ्यासहरू हेरिरहेका, त्यसको बारेमा चाहिँ सेयरिङ गर्ने अनुरोध गरेँ। प्रश्नका लागि धन्यवाद। यो महिनावारी भन्ने बित्तिकै मेरो मगजमा कसरी थाहा भयो भन्ने बित्तिकै मैले मेरो आमाबाट थाहा पाएको, मेरो मम्मीबाट थाहा पाएको पहिलो कुरा चाहिँ यो महिनावारी शब्द चाहिँ मैले आमाबाट सुनेको। त्यति बेला चाहिँ कस्तो थियो त्यो अनुभव भन्ने बित्तिकै मम्मीले त्यो गाउँघरमा त्यति बेला हाम्रो सेनिटरी प्याड हुँदैन थियो, त्यति बेला त्यहाँ पुगेको पनि थिएन। त्यति बेला एउटा कपडा च्यात्दै हुनुहुन्थ्यो। मैले प्रश्न गरेँ जिज्ञासा सानो हुँदाखेरि, अब 13-14 वर्षको उमेर नै थिएँ म। यो के को लागि हो भन्दा मम्मीले भन्नु नै भएको थिएन। अब केटाकेटीको जिद्दीपन के को लागि हो भने, अनि त्यसपछि चाहिँ भन्नुभयो यस्तो यस्तो हुन्छ बाबु भनेर मलाई सम्झाउनु भयो। थोरै त्यो मेरो बाल मस्तिष्कले थोरै बुझे जस्तो चाहिँ भएको थियो त्यति बेला। र कर्णाली भन्ने बित्तिकै तपाईँले भन्नुभयो त्यो ठाउँमा कस्तो हुन्छ भनेर, त्यो त्यताको दृष्टान्त पनि भन्नुहोस् भन्ने बित्तिकै म के भन्न चाहन्छु भन्ने, हामीसँग यो समाजमा हामीसँग वर्ग छ, वर्ग विभाजन छ। यो विभेदको बारेमा कुरा गर्दा चाहिँ सोकल हाई कास्ट र सोकल लोयर कास्टमा चाहिँ यो चाहिँ अलिकति विभेदको परिणाम पनि फरक हुँदो रहेछ। किनभने त्यो वर्गले, सोकल हाई वर्गले चाहिँ त्यो मनाउने अथवा यो धार्मिक कुराहरू, धार्मिक रहन सहन अथवा यो महिनावारीमा चाहिँ मैले त्यो लान्छना लाउन खोजेको होइन, महिनावारीमा हुने कट्टरता अलिक बढी हुँदो रहेछ मैले देखेको। र मेरो घर परिवारमा मैले त्यो विभेद नै भन्ने हिसाबले चाहिँ थाहा पाएन। यद्यपि मात्र के थियो, एउटा पूजा गर्ने सीमित कोठा हुन्थ्यो, त्योमा चाहिँ जानु हुँदैन है, महिनावारी भएको बेला पाठ पूजा गर्नु हुँदैन भन्ने मात्र थियो। बाहेकको अरू खाना पकाउनलाई विभेद अथवा यस्तो भन्ने कुनै पनि हुँदैन थियो। महिनावारी भयो भन्ने थाहा भयो भने पनि हामीले सहज रूपमा स्वीकार्थ्यौँ। यो मेरो आफ्नै भोगाइ पनि हो। र चाहिँ यो मैले चाहिँ यहाँ चाहिँ वर्गलाई इङ्गित गर्न चाहे। यो नयाँ हुन सक्छ, हामी यो अभियानमा लागेको व्यक्तिहरूलाई पनि, अभियन्ताहरूलाई र समग्र व्यक्तिहरूलाई यो चाहिँ एउटा यथार्थ हो जस्तो लाग्छ। यो वर्ग अनुसार पनि सबै कुराहरू निर्धारण हुन्छ र त्यही अनुसार चाहिँ हाम्रो पठन पाठन, हुर्काइ बढाइ र सिकाइ हुन्छ। र मेरो सिकाइ चाहिँ त्यो भयो, यो वर्गमा चाहिँ अलिकति फरकपन हुँदो रहेछ योमा चाहिँ। धन्यवाद घनश्यामजी। पक्कै पनि हामीसँग कर्णाली र हामीसँग लुम्बिनी प्रदेश, एउटा भन्दाखेरि एउटा गाउँ र एउटा सहरको हामी दुवैजनाको महिनावारीको कथाहरू, त्यहाँको चाहिँ अभ्यासहरूको बारेमा सुन्यौँ। तर यो दुईटा कथाबाट के पनि महसुस भयो भन्दाखेरि महिनावारी विभेद मानवले सोचे जस्तो सुदूरपश्चिम कर्णालीमा मात्र होइन है,
हरेक ठाउँमा चाहिँ मात्र स्वरूप मात्रै फरक हो भन्ने हिसाबले पनि हामी एउटा हिसाबले यहाँबाट गयो एउटा पनि की म्यासेज लियो। र अर्को हाम्रो वक्ताहरूले बोलिराख्दाखेरि हामी मर्यादित महिनावारी अभियान एज ए च्याम्पियनको रूपमा हामी बोल्दाखेरि कहिले पनि सेनिटरी भन्ने शब्द प्रयोग गर्दैनौँ। हामी मेन्सुरल प्रडक्ट भन्ने शब्दहरू प्रयोग गर्छौँ है। र महिनावारी साझा रूपमा चाहिँ महिनावारी शब्दलाई चाहिँ प्रयोग गर्छौँ। यो विचार पनि हामी गरौँ, किनभने हामीलाई धेरै धेरै वक्ता साथीहरू चाहिँ सामाजिक सञ्जालबाट जोडिराख्नु भएको छ। र हामी साथीहरूलाई पनि के अनुरोध गर्न चाहन्छु, यदि तपाईँहरूको केही प्रश्न केही जिज्ञासा छ भने कमेन्ट गर्नु होला, हामी त्यसलाई पनि हाम्रो वक्ताहरूसँग राख्नेछौँ भन्ने अनुरोध गर्दै हामी अहिले चाहिँ प्रत्यक्ष प्रसारण मर्यादित महिनावारी अभियान नेपालको अफिसियल फेसबुक पेजबाट चाहिँ प्रत्यक्ष प्रसारणमा छौँ भन्ने पनि सबैजनालाई चाहिँ जानकारी गराउँदै हामी पुनः फेरि मुनाजीतर्फ आउँछौँ। मुनाजीले अलरेडी भनिसक्नु भयो, विभिन्न विभेदको चरणहरूको कुरा गर्नुभयो। पछिल्लो समय मर्यादित महिनावारी अभियान नेपालसँग जोडिएर चाहिँ मर्यादाको कुरा गर्दै हुनुहुन्छ। तपाईँले त्यो विभेदबाट तपाईँ चाहिँ मर्यादासम्म आउनको लागि तपाईँ के कस्ता कामहरू गर्नुभयो, परिवारलाई कसरी मर्यादित गराउनु भयो, थोरै आफ्नो अलिकति त्यसलाई जर्नीलाई पनि जोड दिनुभयो भने अझै सहज हुन्थ्यो जस्तो लाग्यो। र मुनाजीलाई चाहिँ मैले थोरै जोड दिनको लागि अनुरोध गरेँ। धन्यवाद समयजी, एकदमै मनछुने प्रश्न चाहिँ गर्नुभयो अहिले होइन। मैले चाहिँ जब महिनावारी विभेदको महसुस गरेँ नि, गरिसकेपछि त्यो 10 क्लासमा नै मैले 9 9 10मा चाहिँ मैले म 9मा महिनावारी भएँ। 10सम्म पनि म चाहिँ महिनावारी विभेदको विषयमा चाहिँ बोल्दिनँ थिएँ, किनकि मलाई त्यो विषयमा बोल्नुपर्छ भन्ने कुरा नै थाहा थिएन पहिलो कुरा। त्यो सँगै चाहिँ मैले के गरेँ भने पछाडि मैले चाहिँ धेरै क्लबहरूसँग पनि म आबद्ध भएर काम गरेँ। काम गर्दै गर्दाखेरि मैले धेरै विभेदहरूको बारेमा बुझेँ। धेरै विभेदहरू पनि मैले थाहा पाएँ, हिंसाहरूको बारेमा पनि मलाई थाहा भयो। अनि त्यसपछि मैले प्रश्न सक्दासम्म पनि फेरि महिनावारी विभेदको बारेमा मैले कतै पनि सुनेन। पहिलो चाहिँ म सङ्घ संस्थासँग पनि आबद्ध भएँ होइन। म नेटवर्कहरूमा पनि हुँदाखेरि पनि कसैले पनि महिनावारी विभेद पनि छ, यो विभेदको विषयमा बोल्नुपर्छ भन्ने कुरामा मेरो दिमागमा चेत नै राखिदिएन भनौँ न एक हिसाबमा। र त्यो चेत पनि मलाई आएन। अनि बिस्तारै म जब ब्याचलर पढ्दै थिएँ, ब्याचलर पढ्दै गर्दाखेरि चाहिँ मेरो फर्स्ट इयरमै पढ्दाखेरि चाहिँ यो विभेदहरू देख्दाखेरि त मलाई मनमा त प्रश्न हुन्थ्यो यस्तो किन भइरह होला भनेर। तर पनि यो चाहिँ समाजले स्वीकारिरहेको कुरालाई पनि म पनि सहजै स्वीकारिरहेको थिएँ। अनि कस्तो भयो भने फर्स्ट इयर पढ्दै गर्दाखेरि चाहिँ महिनावारी मर्यादित महिनावारीको सेक्टरमा काम गर्ने साथीहरूसँग भेट भयो। अनि उहाँहरूले पनि मलाई केही कुराहरू चाहिँ भन्नुभयो। त्यति बेला मैले उहाँको कुरालाई एकदमै इग्नोर नै गरेँ, किनकि मलाई यो विभेद त मैले स्वीकारिरहेको छु नि त। मलाई एकदमै नौलो अनि यो चाहिँ मेरो मानव अधिकारको हनन हो भन्ने कुरा कहिल्यै फिलै भएन त्यो टाइमसम्म। अनि जब मैले चाहिँ अलिकति रिलेट गर्दै गएँ आफूलाई, साथीहरूले भनेको कुराहरू पनि मैले सुन्दै सुन्दै गएँ। अनि अलिअलि रिसर्चहरू भएको वेबसाइटहरू पनि हेर्दै गएँ, पढ्दै गएँ, बुझ्दै गएँ, गर्दाखेरि चाहिँ मलाई कता कता चाहिँ केही न केही त मिस्टेक भइरहेछ है भन्ने चाहिँ मैले एकदमै मजाले चाहिँ महसुस गरेँ। अनि त्यस पछाडि चाहिँ सुरुवातमा चाहिँ मैले के गरेँ भने पछाडि अब मैले आफैले आफैलाई चाहिँ अब जुन समाज दिएको च्यालेन्जहरू छ नि त्यसलाई चाहिँ एक्सेप्ट गरेँ। अनि मैले चाहिँ सुरुवातमा चाहिँ के गरेँ भने महिनावारी भएको समयमा चाहिँ अब तरकारीहरू छोइदिने होइन, काँक्राहरू छोइदिने। अनि त्यो चाहिँ के हुन्छ त भनेर मलाई एकदमै प्र्याक्टिकली हेर्न मन थियो क्या। अनि त्यो चाहिँ मैले गरिसकेपछि म चाहिँ हेर्थेँ। अनि त्यो हुँदाखेरि चाहिँ केही पनि भएको हुन्न थियो। अनि त्यो कुरा चाहिँ मैले घरमा चाहिँ भनिनँ, मैले छोइदिइराखेको छु भनेर भन्ने कुरा चाहिँ मैले भनिनँ। अनि त्यसपछि चाहिँ म पहिलोचोटि काठमाडौँ गएको थिएँ। अनि काठमाडौँ गइसकेपछि मैले चाहिँ के भयो भने मैले तरकारी छोएर मैले हेरिसकेको थिएँ। अब मलाई एक्चुली भगवान् छुन पाए चाहिँ केही हुन्छ कि भन्ने चाहिँ थियो कि। अनि अब भगवान् त छुनु हुँदैन, भगवान्लाई छुनु त पापै लाग्छ भन्ने कुरा थियो नि त। अनि त्यो भएर एकदमै मुटुलाई डह्रो बनाएर मैले पहिलोचोटि चाहिँ म पशुपतिमा गएर चाहिँ महिनावारी भएको बेलामा चाहिँ दर्शन गरेँ। महिनावारी भएको समयमा पशुपतिको मूल ढोकाभित्र पस्दा पनि ला अब मलाई के किन हुन्छ होला, मलाई पाप लाग्छ होला भन्ने मेरो सोच थियो क्या। त्यहाँ गएर मेरो मुटु मेरो शरीर काँपिरहेको थियो क्या। तर म जब भित्र गएर घुमेर आइसकेपछि मलाई वाउ भन्ने फिल भयो क्या। त्यसपछि म फर्किएँ। मैले भगवान्सँग पनि जितेँ। अनि मैले मेरो घर परिवारसँग जितेको जस्तो मलाई संसारमा मैले चाहिँ एकदमै ठुलो कुरा गरेँ कि भन्ने मलाई फिल भयो क्या, जब मैले महिनावारीको समयमा भगवान्लाई छोएर अझै भन्दा पशुपतिमा गएर म फर्किसकेपछि। त्यसपछि म फर्किसकेपछि मलाई केही पनि हुँदो रहेनछ त है। कति बेला त लाग्थ्यो ए मलाई पाप लाग्छ कि यस्तो फिल हुन्थ्यो। तर पाप भन्ने कुरा त रहेनछ भन्ने कुरा चाहिँ मैले बुझेँ। अनि त्यस पछाडि चाहिँ म मर्यादित महिनावारी अभियानले र राधा पौडेल फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चाहिँ सहभागी भएँ। अनि त्यहाँ 5 दिनसम्म बस्दाखेरि चाहिँ म खतरा चेन्ज चाहिँ भएँ कि। जुन किसिमको मैले महिनावारी विभेदको अभ्यासहरू गरिराखेको थिएँ, मैले बिस्तारै आफूले चेन्ज गर्नुपर्ने कुरामा त मैले गरिराखेको थिएँ। तर मैले धेरै कुराहरू त छुट्याइराखेको छु भन्ने मैले महसुस गरेँ क्या त्यहाँदेखि। म कति संस्थासँग आबद्ध भएर काम गरेँ, कति नेटवर्कमा काम गरेँ, मैले प्रत्यक्ष रूपमा नै
5 वर्ष जति चाहिँ अब 9-10 देखि नै मैले चाहिँ बाल क्लबमा रहेर बाल विवाह न्यूनीकरणको लागि प्रत्यक्ष जोडिएर काम गरेको मान्छे म। अनि त्यहाँ गइसकेपछि त्यसको जरा भन्ने कुरा महिनावारी विभेदमा जोडिएको छ भन्ने कुरा बल्ल बुझेँ क्या मैले त्यहाँ गएर। त्यसपछि मलाई यस्तो भयो कि म चाहिँ अहिले अझै पनि म आफूलाई चाहिँ चिनाउँदाखेरि त डब्लु आचार्य मानव अधिकार रक्षक भनेर चिनाइराखेको छु, तर मैले मेरो मानव अधिकार त आफै हनन गरिरहेको छु भन्ने कुरा मैले त्यहाँबाट बुझेँ। मैले लाखौँ चोटि मैले चाहिँ मेरो मानव अधिकार हनन गरेर रहेछु, महिनावारी विभेदले त मेरो मानव अधिकार हनन भएको रहेछ भन्ने कुरा मैले महसुस गरिसकेपछि त्यहाँबाट फर्किने बित्तिकै म दाङ पुग्ने बित्तिकै म त परिवारसँग डाइरेक्टली कुरा गर्न सक्दिनँ जस्तो फिल भयो। अनि मेरो चाहिँ हजुरआमाको छोरा थियो, अनि त्यो भाइ चाहिँ युकेजीमा पढ्ने भाइ। सुरुमा मैले त्योबाट स्टार्ट गरेँ। त्यसलाई मैले हामी जहिले के अरे मर्निङको टाइममा चाहिँ त्यो उठ्यो भने चाहिँ मैले चाहिँ मबाट महिनावारी भन्ने गीत बजाएको बजाइ गरेँ। त्यसले त्यो गीत त्यसको दिमागमा भयो। अनि मैले कबाट अनि क ख लेख्दाखेरि चाहिँ अनि मैले त्यो कबाट कट्टु र मबाट महिनावारीसम्मको उसलाई लेखाउँदाखेरि मबाट महिनावारी मबाट मर्यादित महिनावारी भनेर मैले उसलाई लेखाउन पढाउन थालेँ होइन। त्यो भएपछि उसको दिमागमा पनि त्यो के गीत सुन्यो भने मबाट महिनावारीमा नाचौँ न भन्ने, अनि त्यस्तो गर्न थाल्यो कि। अनि त्यो गर्दाखेरि कस्तो भयो भने मेरो महिना के अरे मर्यादित महिनावारीको पक्षमा बोलिदिने मान्छे चाहिँ मेरो अर्को मान्छे चाहिँ थपियो कि। अनि मैले चाहिँ मेरो भाइसँग चाहिँ स्टार्ट गरेँ। एकैचोटि बस्नु न है, सरी। अनि त्यसपछि चाहिँ मैले के गरेँ भनेपछि मैले भाइसँग चाहिँ कुराकानी गरेँ। अनि युकेजीमा पढ्ने मेरो भाइले चाहिँ मलाई सपोर्ट गर्यो क्या। अनि हामी चाहिँ दुईजना भयौँ। अनि महिनावारीका कुराहरू मैले उसँग गर्न थालेँ। त्यसपछि मैले बिस्तारै उसँग कुरा गरिसकेपछि त्यो गीत बजाएको बजाइ गरेर त मेरो म बस्ने जुन ठाउँमा म बसिरहेको छु अनि त्यहाँको बहिनीहरूले पनि सुन्नुभयो। अनि शनिबारको मौका छोपेर म बस्ने ठाउँमा चाहिँ जसको आमा शनिबारको दिन आमा बुवा नहुने होइन, त्यति बेलाको भाइ बहिनीलाई सबलाई खेरेर चाहिँ मैले महिनावारीको बारेमा चाहिँ त्यहाँ कुरा गरेँ। अनि मर्यादित महिनावारीको बारे भने मर्यादित महिनावारी भने यो हो, महिनावारी भने यो हो भन्ने कुरा चाहिँ त्यहाँ कुरा गरेँ। त्यसपछि बल्ल चाहिँ मैले मेरो घरमा गएँ। अनि घर गएको बेलामा अनि मैले चाहिँ महिनावारीको बारेमा कुरा गरेँ। सुरुमा चाहिँ हजुरआमाको महिनावारीको बारेमा कुरा गरेँ, अनि त्यसपछि मम्मीसँग कुरा गरेँ, अनि महिनावारीको खोलाहरूको कुरा बनाइसकेपछि अलिकति उहाँहरूलाई सजिलो भयो। अनि बिस्तारै बिस्तारै मेरो घर परिवारले चाहिँ त्यो कुरा स्वीकार गर्यो। समाजले चाहिँ कस्तो छ भनेपछि धेरै मूल्य मान्यताले चाहिँ बनेको भएर त्यो अलिकति परिवर्तनको कुराहरूलाई चाहिँ अलिकति स्वीकार गर्न सक्दैन, तर बिस्तारै कोसिस गर्यो भने सकिने रहेछ भन्ने चाहिँ मैले फिल गरेँ क्या। मेरो घरमा यस्तो पूजापाठ गर्ने कुल भगवान् भनेपछि त महिनावारी भएको समयमा त्यहाँ जानु नै हुँदैन भन्ने नै त्यस्तो सिस्टम थियो कि। तर प्र्याक्टिस गरिसकेपछि जब मैले उहाँलाई बुझाएँ नि अहिले चाहिँ त्यस्तो छैन। अहिले म दसैँको समय पनि महिनावारी भएको थिएँ, मलाई सबै परिवारले टिका लगाइदिनु भयो। मैले मेरो दसैँको समयमा जे जे कामहरू हुन्छ नि त्यो सबै मैले गरेँ। अनि ठ्याक्कै केही दसैँको केही दिनमा चाहिँ मेरो फुपूको छोरीलाई महिनावारी भएको थियो। अनि उसलाई चाहिँ त्यहाँ भन्न अप्ठ्यारो फिल भएर आफ्नो घरमा भन्न अप्ठ्यारो फिल भएर ऊ चाहिँ मामा घर आएर चाहिँ मलाई सुनाएको थियो क्या। अनि फेरि हामीले चाहिँ उसलाई महिनावारीलाई चाहिँ एउटा उत्सवको रूपमा चाहिँ टिकाहरू लगाएर चाहिँ मनायौँ। अनि त्यो ऊ चाहिँ एकदमै खुसी भयो क्या। अनि त्यो हिसाबले चाहिँ मैले चाहिँ जब महिनावारी विभेद भोगिसकेपछि जब मैले मेरो अधिकार हनन गरिरहेको छु भन्ने कुरा महसुस गरिसकेपछि अब चाहिँ यो भयो। अब चाहिँ म महिनावारीको मेरो शरीरमा पनि त महिनावारीको रगत छ नि। अनि त्यो भइसकेपछि मैले चाहिँ मर्यादित महिनावारीलाई चाहिँ अपनाउनु पर्छ, मैले यो अवधारणा स्वीकार गरेर मेरो परिवारमा बुझाउनु पर्छ भन्ने हिसाबले म लागेँ। र अहिले म लुम्बिनी प्रदेशको संयोजक भएर काम गरिरहेको छु र मैले साथीहरूलाई पनि त्यसरी नै बुझाएर अगाडि बढिरहेको छु। थ्याङ्क यू। धन्यवाद मुनाजी, एकदमै राम्रो कुरा, एकदमै धेरै महत्त्वपूर्ण कुराहरू आयो। आजको हाम्रो यो वेबिनारको शीर्षक छ मर्यादा समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी। मलाई लाग्छ आज तपाईँले जति यो भर्खरको कुराकानी गर्नुभयो त्यसले चाहिँ कहीँ हदसम्म हाम्रो नारालाई चाहिँ न्यायचित गर्यो भन्ने पनि लाग्न सक्छ। किनभने तपाईँले अलरेडी भन्नुभयो बालिका अधिकारको लागि हामी कुराकानी गरिरहेका छौँ। तपाईँको विचार सुरुवातमा के रह्यो भन्दा तपाईँ आफै बाल क्लबबाट आबद्ध भएर बाल क्लबमा काम गरिराख्नु भएको, तर बाल क्लबकै उमेर रहेछ नि त जहाँ चाहिँ बालबालिकाहरूलाई चाहिँ महिनावारीको विषयमा सिकाउनु पर्ने, तर तपाईँ आफै बालबालिका हुँदाखेरि तपाईँले कहीँबाट पनि महिनावारीको बारेमा चाहिँ कुराकानी थाहा पाउनु भएन। तर पछाडि तपाईँले थाहा पाइसके पछाडि अनि बल्ल तपाईँले चाहिँ आफूलाई परिवर्तन गर्नुभयो र अनि बालबालिकालाई जुन चाहिँ करिब करिब
एउटा रिसर्चले पनि देखाउँछ 5 देखि 9 वर्षभित्रका चाहिँ बालबालिकाहरूलाई चाहिँ सिकाउनु पर्ने आवश्यकता छ भन्ने चाहिँ तपाईँले ठहर भइसकेपछि तपाईँले त्यही समूहले सिकाएर अनि बिचको समय धेरै परिवर्तन ल्याउनु भयो, एकदमै महत्त्वपूर्ण कुराकानी गर्नुभयो। र अर्को पनि महत्त्वपूर्ण कुराकानी के गर्नुभयो, मानव अधिकारको क्षेत्रमा काम गर्ने धेरै सङ्घ संस्थाहरूले मानव अधिकारवादी हो भनेर भनिराख्दाखेरि पनि मानव अधिकारको मुख्य विषय महिनावारी विभेदको इस्युलाई चाहिँ उठाउन बिर्सिनु भएको रहेछ भन्ने कुरा पनि तपाईँले टिप्पणी गर्नु एकदमै महत्त्वपूर्ण छ। यो भन्दै अब हामी घनश्यामजीतर्फ जान चाहन्छु। घनश्यामजी आफैले अघि मानव अधिकार रक्षक भन्नुभयो, तपाईँले आफैले मानव अधिकार सम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहभागी भइराख्दाखेरि यो महिनावारी विभेदलाई चाहिँ न्यूनीकरण गर्नका लागि हालसम्म कुनै पनि कार्यक्रम गरिएको छ कि छैन, तपाईँ जोडेका सङ्घ संस्थाहरूमा त्यस्तो पहल भएको छ कि छैन, के छ? थोरै चाहिँ आफू चाहिँ आबद्ध भएको सङ्घ संस्था परिवेशलाई आधार गरेर सेयरिङको लागि म अनुरोध गर्न चाहे। फेरि पनि धन्यवाद प्रश्नका लागि। भने जस्तै मानव अधिकार र चाइल्ड ह्युमन राइट डिफेन्डर अलिकति फरक हुन सक्छ, तर एउटै हो अर्थ। यो भन्दै गर्दा महिनावारीसँग कसरी चाहिँ मेरो यात्रा सुरु हो अथवा मैले के गरेँ भन्ने विषयमा मैले जब 11 वर्षको थिएँ, योभन्दा 9 वर्ष अगाडिदेखि मेरो बाल क्लबको यात्रा सुरु भएको भनेर मैले यहाँ भनिसकेँ। बाल क्लब भन्ने बित्तिकै बालबालिकाका सर्वाङ्गीन बालक र बालिकाको सर्वाङ्गीन कुराहरू, सर्वाङ्गीन अधिकारहरूसँग जोडिएको विषयवस्तु हो, जहाँ चाहिँ बालिकालाई अथवा किशोरीलाई त्यो अवस्थादेखि त्यो उमेर समूहबाट नै महिनावारी हुन सुरु गर्ने गर्छ। र मैले विभिन्न चरणहरूमा, विभिन्न कालखण्डहरूमा बाल क्लब अथवा विभिन्न क्लबहरूमा, बालबालिकाका क्लबहरूमा काम गर्दै जाँदा वडाका, पालिकाका, जिल्लाका र प्रदेशका विभिन्न संयन्त्रहरूमा काम गर्दै गर्दा मैले त्यो बाल क्लबको एउटा यात्रा थियो, एउटा अवस्था थियो। जब म किशोर अवस्थामा पुगेँ, मैले योभन्दा 4 वर्ष अगाडि, 5 वर्ष अगाडि चाहिँ राष्ट्रिय किशोर सञ्जाल नेपाल भन्ने एउटा संस्था छ, 2078 सालमा स्थापना भएको, साउन 14 गतेमा स्थापना भएको संस्था हो, जसको मुख्य उद्देश्य नै के छ, जसको मेन थिम नै के छ भन्ने पश्चात लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता जरुरी छ भन्ने मुख्य विषय चाहिँ यसको रहेको छ। हामीले यसको मेन थिमबाट पनि बुझ्न सक्छौँ हामीले के काम गरिरहेका छौँ त। एउटा हिंसा अन्त्यका लागि यो त एउटा पर्याय हो नि त, महिनावारी भन्ने बित्तिकै यो विभेदको एउटा स्वरूप हो, जसलाई चाहिँ महिलालाई विभिन्न बहानामा चाहिँ त्यस्तै हिंसाहरू गरिन्छ, जहाँ चाहिँ महिनावारी हुन्छ, घरायसी घरेलु हिंसा हुन्छ, कुटपिट हुन्छ, अथवा महिला भन्ने बित्तिकै कमजोर अथवा त्यो चाहिँ प्रकृतिले उनीहरूलाई चाहिँ कमजोर बनाएको हो भन्ने एउटा मिथ्या छ, त्यसरी चाहिँ सोचिरहेको छ। यसको विरुद्धमा चाहिँ हामी पुरुष पनि लाग्नुपर्छ। महिला हिंसा महिलाको अगुवाईबाट, महिलाको एउटा कामबाट मात्र अन्त्य हुन सक्दैन है भन्ने हिसाबले चाहिँ हामी चाहिँ स्थापना भएर नेपालमा काम गरिरहेका छौँ र हामी नेपालभरिका किशोरहरू यसमा आबद्ध भएर काम गरिरहेका छौँ। एउटा केन्द्रमा छ कार्य समिति र हामीले 7वटै प्रदेशमा यसको सञ्जाल स्थापना गरेर विभिन्न कार्यक्रमहरू, जनचेतनामूलक कार्यक्रमहरू गरेर चाहिँ यसलाई चाहिँ एडभोकेसीको थ्रुबाट एउटा लिड गरिरहेका छौँ, जसमा चाहिँ यो हिंसा अन्त्यका लागि पुरुष सहभागिता जरुरी छ त छँदैछ। यसमा चाहिँ बाल विवाह अन्त्यका लागि CEAFM को कुराहरू लगायतका हामीले SRHR का कुराहरू लगायतका सम्पूर्ण कुराहरू पढ्छौँ र मुख्यतः महिनावारीलाई चाहिँ हामीले मेजर विषय सँगै लिएका छौँ, जहाँ चाहिँ राष्ट्रिय किशोर सञ्जाल हुनुहुन्छ, उहाँ सँगसँगै रहेर यस विषयमा विभिन्न कार्यक्रमहरू गरेका छौँ। र अर्को मुख्य कुरा के भने हामीले किशोर किशोरी सञ्जाल भन्ने बित्तिकै एउटा यस्तो संयन्त्र हो जसले चाहिँ बालबालिका तथा किशोर किशोरीहरूको 10 देखि 19 वर्षसम्मको उमेर समूहको प्रतिनिधित्व गर्छ र चाहिँ विभिन्न बाल अधिकार परिषद, बालबालिका मन्त्रालय लगायतका विभिन्न सरकारी संयन्त्रहरू छन्। उहाँहरूले चाहिँ कुनै पोलिसीहरूमा चाहिँ बालबालिकाको कुराहरू राख्दा कसलाई सम्झिने त भनेर भन्दाखेरि हामी चाहिँ हाम्रो कुराहरू त्यहाँ चाहिँ राख्छौँ र हामीले चाहिँ हाम्रा चुनौतीहरू के छन्, समस्याहरू के छन्, बालबालिका किशोर किशोरीहरूका समस्याहरू के छन्, हुनुपर्ने कुराहरू के हुन्, हाम्रा मागहरू के छन् भनेर चाहिँ यस्ता विषयहरूसँग चाहिँ हामीले त्यो सरकारवाला निकायहरूलाई ध्यान आकर्षण गराएर चाहिँ कार्यान्वयनका लागि पनि विभिन्न कामहरू गर्दै आएका छौँ। यसमा मर्यादित महिनावारी पनि अवश्य नै परिहाल्यो। धेरै धेरै धन्यवाद घनश्यामलाई, उहाँले धेरै कुराकानी राखिसक्नु भएको छ। म आफै पनि बाल क्लबको उत्पादन, म बाल क्लबको सदस्य भएर लामो समय बालबालिकाको क्षेत्रमा काम गरेँ। मेरो आफ्नो अनुभव र सँगसँगै धेरैजनाको अनुभवमा के पनि रह्यो भन्दाखेरि जुन उमेर समूहमा बालबालिकाले विशेष गरेर हरेक कुरा
चाहे महिनावारी होस्, हरेक कुराको बारेमा राइट इन्फर्मेसन दिने उमेरमा नै महिनावारीको बारेमा राइट इन्फर्मेसन दिन छुट्याइयो के। त्यही भएर अहिले बालबालिकाहरूलाई जति नै राइट इन्फर्मेसन दिए तापनि जुन पछिल्लो स्कुलिङको कारणले गर्दाखेरि विभेदको अवस्था अझै धेरै बढिरहेका छन्। र अर्को भनेको घनश्यामले भने चाहिँ नेपालमा धेरै सङ्घ संस्थाहरू मात्रै केही एउटा हातको औँलाहरूमा गिन्न पनि कम्प्लिट नहुने सङ्घ संस्थाहरूले मात्रै अहिले चाहिँ पछिल्लो समय महिनावारीको विषयवस्तुहरूलाई चाहिँ केन्द्रित गरेर कार्यक्रम गरेका छन्। तर धेरै मानव अधिकारको क्षेत्रमा, लैङ्गिक समानताको क्षेत्रमा, नारी अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले अझै पनि सबैभन्दा उसको मूल जरो महिनावारी विभेद न्यूनीकरणको लागि काम गरेको अवस्था छैन भन्ने हिसाबले पनि हामीले लाग्छ मलाई यो भर्खरको कुराकानी यसरी कन्टिन्यू गर्न सकिन्छ जस्तो लाग्यो। र अर्को कुरा पुनः हामी मुनाजीतर्फ नै आउन चाहन्छौँ। अघि भर्खरै मुनाजीले भनिहाल्नु बालबालिकाहरूको क्षेत्र बाल क्लबको कुराकानी भयो। तपाईँले बालबालिकाको क्षेत्रमा यत्रो लामो समयबाट काम गरिराख्दा, बाल विवाह लगायत विभिन्न कुराहरूमा काम गरिराख्दाखेरि बालिकाहरूको अधिकार हननका लागि मुख्य मुख्य समस्याहरू के रहेका छन् र त्यो समस्याहरू मध्ये पनि तपाईँले एउटा समस्यालाई छनौट गर्नु पर्यो भने त्यो मुख्य समस्या के हुन सक्छ, त्यसको लागि चाहिँ कुरा राखिदिन अनुरोध। धन्यवाद समयजी प्रश्नको लागि। सबैभन्दा पहिला त बालिकाको उमेर समूहको कुरा गरौँ है त। अब चाहिँ 18 वर्षभन्दा मुनिको जसले चाहिँ आफूलाई बालिका भनेर चिनाउन चाहन्छ त्यो व्यक्तिहरू चाहिँ अब बालिकाहरू चाहिँ हुनुभयो है। अनि यो बालिकाको उमेर भनेको कस्तो उमेर भनेको चाहिँ यो शारीरिक रूपमा, मानसिक रूपमा, सामाजिक र भावनात्मक रूपमा पनि यो विकास हुन लागिरहेको होइन, त्यो चरणमा भएको चाहिँ यो उमेर समूह हो। अनि यो उमेर समूहमा चाहिँ हामीले जे देख्छौँ, जे सुन्छौँ, जे सिकाइन्छ हामी त्यो चाहिँ एकदमै प्रत्यक्ष रूपमा सिकिराखेका हुन्छौँ। त्यसमा हुनसक्छ हामीले कति धेरै कुराहरूमा हाम्रो मानव अधिकार संरक्षणको कुराहरू सिकेर आउन सक्छ, कतिपय कुराहरूमा जहाँ चाहिँ हाम्रो समाजले पहिल्यैदेखि बनाइरहेको संरचनाले चाहिँ कतिपय कुरामा हाम्रो अधिकारहरू हनन गर्ने पक्षलाई पनि कहीँ न कतै समेटेको छ है। अनि अर्को कुरा रह्यो, जब म बाल क्लबमा भएर काम गर्दै गर्दाखेरि मैले बाल विवाहको सेक्टरमा चाहिँ अझै बेसी मेरो अनुभव रह्यो भनेर भन्दै गर्दाखेरि त्यहाँ चाहिँ धेरै कामहरू गरियो के। त्यहाँ महिनामा 50-60वटा भन्दा पनि बाल विवाह, त्योभन्दा बेसी बाल विवाह रोक्न सकियो। तर हामीले चाहिँ के गर्यौँ भने पछाडि बाल विवाह रोक्ने मात्रै भन्ने मात्रै हाम्रो थिम भयो क्या। त्यहाँदेखि त्यति बेलाको समयमा हामीलाई सिकाउने, हामीलाई लिड गर्ने मान्छेहरूको सोच पनि त्यस्तै भयो, चेत पनि त्यस्तै भयो, र हामी काम गर्ने मान्छेहरूको चेत पनि त्यस्तै भयो। तर एक्ज्याक्टली जरा हामी कहिले पुगेनौँ क्या त्यति बेलामा, त्यो कहाँदेखि कुरा भइराखेको छ भन्ने कुरा त हामीले पुरै निकालेनौँ नि त। अनि अहिले चाहिँ मैले महसुस गर्दाखेरि, अहिलेको मेरो विचारमा मैले भन्नु पर्दाखेरि जति पनि हामीले एउटा के छ भने पछाडि यो हाम्रो समाजमा चाहिँ दुईवटा वर्ग छ क्या। अनि त्यो वर्गले, ठुलो वर्गले सानो वर्गलाई हेपेको छ होइन। तर यो महिनावारी विभेद भने कस्तो भने आफैले आफैलाई आफ्नो अधिकार हनन गरेको एउटा के भन्छ मुद्दा हो क्या यो भनेको। जबसम्म हामीले चाहिँ महिनावारी विभेदको मुद्दा हो, यो चाहिँ मानव अधिकारको हनन हो भन्ने कुरा हामीले सोच्दैनौँ नि, तबसम्म कुनै पनि अन्य ठुला मुद्दाहरूको विषयमा हामी बहस गर्न हामीले जति काम गरे पनि त्यो जेरो नै हो जस्तो मैले फिल गर्छु क्या। जबकि म मेरो विद्यालयमा महिनावारीको बारेमा खुलेर कुरा गर्दिनँ। जब म विद्यालयमा गएको बेलामा चाहिँ मेरो महिनावारीको रगत चाहिँ मेरो मेडीमा लाग्छ कि भनेर म 10 चोटि हेर्न पर्छ होइन। म घरमा भएको बेलामा चाहिँ आज बुवासँग आँखा जोदाउनु पर्छ, म महिनावारी भएको छु, मैले आज पानी खान पाउँदिनँ, यो लगायतका हरेक जुन विभेदको अभ्यासहरू छ नि, यो विभेद मैले गरिराखेको छु भने अन्य अन्य कुराको डिसिजनमा त म कसरी हुन सक्छु त होइन। जब म मेरो आमाको गर्भमा थिएँ, अब सुरुवातमा अब म जन्मिसकेपछि अब यो मेरो महिनावारी हुने व्यक्ति जन्मियो। अब महिनावारी हुने बित्तिकै फेरि के हुन्छ, बिहेको कुराहरू हुन्छ नि त। मेरो घरमा पनि त्यस्तो थियो, म महिनावारी भइसकेपछि अब केटाहरूसँग नहिँड्ने, केटाहरूसँग नखेल्ने होइन, बिहे गर्नेको कुराहरू थियो। अब कस्तो छ भने हाम्रो समाजले कसरी लिइरहेछ भनेपछि महिनावारी हुने बित्तिकै चाहिँ बच्चा पाउन परिपक्व उमेर हो भन्ने हिसाबले लिइरहेको छ कि त्यो चाहिँ एकदमै रङ हो। महिनावारी भनेको चाहिँ, अब महिनावारी हुने भनेको त आफू स्वस्थ हुने हो नि त, जोसँग पाठेघर अन्डाशय छ त्यो व्यक्ति चाहिँ महिनावारी भयो भने त्यो स्वस्थ हुने कुरा हो नि त। त्यो कुरालाई नहेरेर मान्छेले चाहिँ अर्कै कुरामा चाहिँ लगिराखेको छ क्या। अब त्यो गर्दाखेरि हामीले के गरिरहेछौँ, महिनावारी हुने व्यक्तिहरू चाहिँ हामी के भन्यो भने हामी चाहिँ कमजोर छौँ, हामीलाई चाहिँ एकदम डर लागिरहेछ भन्ने हिसाबले हामीले जे गर्दाखेरि हामीले अप्ठ्यारो भइरहेछ हरेक कुरामा। अब महिनावारी हुने व्यक्तिहरू त अझै भन्दा बालिकाको कुरा गर्दाखेरि महिनावारी भयो भने कतिको चाहिँ सोचाइ के हुन्छ, बिहे, लक्ष्य नै बिहे के। तर त्यो चाहिँ होइन नि त।
महिनावारी हुने व्यक्तिले पनि त धेरै उसको जिम्मेवारी छ, आफ्नो अधिकार सँगसँगै मानव अधिकारको क्षेत्रमा काम गर्नुपर्ने छ, मर्यादा समानता ल्याउनु पर्ने छ भन्ने कुरा चाहिँ हामीले कता कता मिस भइराखेको छ के। त्यो भएर चाहिँ अब यो हरेक कुरा जन्माउने मुख्य कारण बनेको महिनावारी विभेद हो समीर चाहिँ, मलाई त्यस्तो लाग्छ होइन। अब जब कि मैले महिनाहरूको बारेमा खुलेर कुरा गर्न सक्दिनँ भने मेरो चोइसको कुरा मैले कसरी खुलेर कुरा गर्न सक्छु होइन। जब कि मैले चाहिँ महिनावारी विभेदमा परेको छु भन्ने कुरा जबसम्म मैले भन्दिनँ भनेपछि म चाहिँ कसरी समाजमा रहेको त्यो विभेदको विरुद्ध म आवाज उठाउन सक्छु त है। मलाई त्यस्तो फिल फिल चाहिँ हुन्छ क्या। त्यो भएर जति पनि विभेदहरू छ, जति पनि अहिलेसम्म बालिकाको अधिकारहरू हनन भइरहेको छ, त्यसको प्रमुख कारण भनेको महिनावारी विभेद हो। जबसम्म महिनावारी विभेदको अन्त्य हुँदैन तबसम्म चाहिँ अन्य जति नै हामीले काम गरे पनि, जति नै संस्था लागे पनि यो मुद्दा चाहिँ जबसम्म पछाडि पर्छ नि तबसम्म त्यतिन्जेलसम्म चाहिँ बालिकाको अधिकार चाहिँ हनन हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। धन्यवाद मुनाजी, एकदमै महत्त्वपूर्ण कुराहरू राख्नुभयो। मुनाजीको कुराबाट हामीले सारांश रूपमा बुझ्दाखेरि बालिका अधिकार जुन आज हामी भोलि विश्वव्यापी रूपमा बालिका अधिकार भनेर देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउँछौँ, त्यो कार्यक्रम एकदमै व्यर्थ जानेछ यदि हामीले महिनावारी विभेदलाई अन्त्य गर्न सकिँदैनौँ भने। किनभने बालिकाको मर्यादा समानता र मानव अधिकार जुन प्रत्याभूति गर्न पाउने अधिकार छ, यो सबैको मूल जरो भनेको महिनावारी विभेद हो भनेर चाहिँ मुनाजीले भन्नुभएको छ। अब यही प्रश्न म घनश्यामजीसँग गर्न चाहन्छु। घनश्यामजीले यत्रो समय काम गरिराख्दाखेरि मुनाजीले चाहिँ महिनावारी विभेद भन्नुभयो। घनश्यामजीको विचारमा बालिकाहरूको जति पनि यो मर्यादा समानता र मानव अधिकार प्राथमिकता गर्न पाउने अधिकारहरू, यो अधिकारहरूलाई चाहिँ उपभोग गर्नबाट रोक्ने मुख्य कारणहरू के रहेको छ, घनश्यामजीलाई सेयरिङको लागि म अनुरोध गर्न चाहे। यो महिनावारीकै जडको कारणले चाहिँ बालिकाहरूले के अधिकारहरू उपभोग गर्नबाट वञ्चित हुनुभयो भन्ने बित्तिकै मलाई यो बारेमा चाहिँ तीनवटा कुराहरू चाहिँ जोड्न चाहन्छु। मैले सामाजिक सांस्कृतिक र संरचनात्मक चुनौतीहरूलाई चाहिँ यहाँ देखाउन चाहन्छु। जस्तो कि सामाजिक कुरामा चाहिँ महिनावारी बारेमा चाहिँ हामीले खुल्ला रूपमा चाहिँ संवाद गर्न सकेका छैनौँ। महिनावारीलाई सहज रूपमा स्वीकारेर महिनावारीलाई हामीले चाहिँ प्राकृतिक एउटा नियमित प्रक्रियालाई, नियमित चक्रलाई चाहिँ हामीले यो प्राकृतिक वरदानको रूपमा स्वीकारेर चाहिँ यसलाई हामीले जबसम्म हामीले तपाईँ म र हाम्रा बाबाहरू, हाम्रा अङ्कलहरू, हाम्रा साथीहरू होइन, केटा साथीहरू जो चाहिँ महिनावारी हुँदैन उहाँहरूलाई, हामी बिच हामीसँग र हाम्रो महिनावारी साथी हुने साथीहरूसँग चाहिँ हामीले खुलस्त रूपमा चाहिँ हामीले यस बारेमा खुल्ला बहस संवाद गर्न सक्दैनौँ, तबसम्म एउटा यो बाधा, एउटा मुख्य बाधा बन्न सक्छ। र अर्को कुरा हुन्छ सांस्कृतिक कुराहरूमा चाहिँ धार्मिक र परम्परागत सोचले पनि यसलाई चाहिँ झन् जटिलतातर्फ लग्दै गइरहेको छ र महिलाहरूलाई चाहिँ अझ यसले चाहिँ अझ एउटा प्रबल रूपमा चाहिँ कमजोर बनाइरहेको छ। धार्मिक कुराहरूले नै बाँच्छ, महिनावारी भएपछि यो पूजापाठ गर्न नहुने, हामीले चाहिँ यहाँ चाहिँ यस्तो कामहरू गर्न नपाउने भनेर एउटा बााउन्ड्री सेट गरेको हुन्छ। र यसले चाहिँ एउटा दोस्रो कुरा चाहिँ सांस्कृतिक कुराले पनि रोक्न सक्छ जुन चाहिँ धार्मिक र संरचनासँग जोडिएको हुन्छ। अर्को संरचनागत रूपमा चाहिँ हामीले कस्तो भन्न सक्छौँ भने जुन चाहिँ सार्वजनिक स्थलहरू र कार्यस्थलहरूमा चाहिँ महिलाहरूले आफूलाई चाहिँ महिनावारी भएको बेला चाहिँ जुन चाहिँ पाउनुपर्ने आफूले सुरक्षाको ग्यारेन्टी होस् अथवा त्यहाँबाट पाउनुपर्ने मेन्सुरल प्रोडक्टका कुराहरू होस्, त्यो चाहिँ सुलभ रूपमा अथवा पहुँच रूपमा चाहिँ उहाँहरूले चाहिँ पाउनु भएको छैन। यी तीन कुराहरूले चाहिँ यसलाई चाहिँ झन् एउटा यो कलङ्क छ, एउटा यो महिनावारीलाई मिथ्या बनाएको छ, यसलाई चाहिँ झन् प्रशय दिइरहेको छ। हामीले चाहिँ खुल्ला रूपमा बहस गर्न नसक्नु, हामीले यसलाई चाहिँ प्राकृतिक रूपमा स्वीकार गर्न नसक्नु जस्ता कुराहरूले चाहिँ यसलाई झनै एउटा विभेदपूर्ण अवस्था सिर्जना गरेको जस्तो मलाई लाग्छ। धन्यवाद घनश्यामजी। पक्कै पनि दुवैजनाको उत्तरबाट के बुझ्न सकियो भनेपछि महिनावारी विभेद बालिका अधिकारको सबैभन्दा ठुलो बाधकको रूपमा चाहिँ रहेको छ भन्ने हिसाबले बुझ्यौँ। योबाट हामी यसलाई निचोड लियौँ। अब अर्को प्रश्नतर्फ जाँदा हामी दुवैजनाले बुझ्यौँ कि तपाईँ वक्ताहरूकोबाट हामी के सामान्य हिसाबमा बुझ्यौँ भन्दाखेरि महिनावारी विभेद बालिकाको कतिपय धेरै अधिकारहरूलाई हनन गर्ने एउटा पाटक रूपमा महिनावारी विभेद रह्यो भनेर भन्नु भएको छ। तपाईँहरू धेरैजना कति नेपालको विभिन्न संरचना जस्तै मन्त्रालय, परिषद, सङ्घ संस्थाहरूसँग चाहिँ काम गर्नु भएको छ। विभिन्न सङ्घ संस्थाहरूसँग काम गरिराख्दा नेपाल सरकारको आफ्नै बालिका अधिकारको निम्ति बनाएका रणनीतिहरू छ, बाल विवाह अन्त्यका लागि बनाएका रणनीतिहरू छ होइन, बालबालिकाको ऐनहरू छ, नियमावलीहरू छ। यो सबैजना हेरिराख्दाखेरि
काहीँ न कतै महिनावारी विभेदलाई सम्बोधन गरेर बालिका अधिकार सुनिश्चित गर्नको लागि गरिएको पहल तपाईँहरूले देख्नुहुन्छ के छ? धन्यवाद समयजी। म चाहिँ भन्न चाहन्छु मेरो अनुभवमा चाहिँ मैले अहिलेसम्म देखाएको चाहिँ छैन है। कस्तो छ भने पछाडि यो बालिका अहिले आज हाम्रो ठ्याक्कै यो बालिकाको सन्दर्भमा रहेर हाम्रो चाहिँ कस्तो छ भने पछाडि महिनावारीको विषय चाहिँ महिनावारी विभेदको विषय चाहिँ महिनावारी हुने व्यक्तिको मात्र इस्यु हो भन्ने कुरामा चाहिँ कति धेरै अझै पनि बुझाइ छ क्या। त्यो चाहिँ एकदमै गलत पहिलो कुरा। अनि यो महिनावारी विभेदको सवालमा चाहिँ कसैले पनि चासो दिएको चाहिँ देखिँदैन। हाम्रै यहाँ तुलसी उपमहानगरपालिकाले चाहिँ गत वर्ष चाहिँ बालमैत्री नगरपालिका घोषणा गर्नको लागि तयारी गर्दै थियो। त्यसमा रहेका इन्डिकेटरहरूमा चाहिँ कहीँ पनि मर्यादित महिनावारीको कुराहरू छैन है। अहिलेको जुन अब अपडेट भएर आउनु पर्ने कुराहरू हो त्योमा पनि भएको छैन क्या। पहिला त त्यो भएको छैन र अहिलेसम्म आउँदाखेरि पनि छैन। महिनावारी विभेदको कुरालाई चाहिँ एकदमै सजिलोसँग स्वीकार गरिरहेछ के। जबसम्म चाहिँ महिनावारी विभेद मलाई भयो है, मेरो मानव अधिकार हनन भयो भन्ने कुरा जबसम्म महसुस हुँदैन नि त्यो कसैले पनि गर्दै गर्दैन के होइन। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स नै हो कि जबसम्म मैले चाहिँ मेरो मानव अधिकार हनन गरेको छु भन्ने कुरा मैले फिल गरिनँ नि तबसम्म मैले पनि एक्सन गर्नुपर्छ, काम गर्नुपर्छ भन्ने मलाई पनि लागेन कि यो विभेद भन्ने कुरा मैले नि फिल गरेको थिएन। यहाँनिर सरकारी निकायहरू पनि एकदमै शून्य छ। अनि हामी सरकारी निकायले बनाएका नेटवर्कहरू जसले चाहिँ ह्युमन राइटमा काम गरिरहेको छ उहाँहरूले पनि मर्यादित महिनावारीको अवधारणाको बारेमा चासै राख्नु भएको छैन होइन। अब हेरौँ न, महिनावारीलाई अब पढे लेखेको मान्छेहरूले पनि के गरिरहेको छ त। एकचोटि अलिकति मैले केही समयदेखि यो सोसियल मिडियातिर मैले अहिले चाहिँ बुझ्ने कोसिस गरिरहेको थिएँ। केही समय अगाडि चाहिँ मलाई महिनावारी भएको थियो, म अफिसमै थिएँ, मलाई चाहिँ एकदमै पेट दुखिरहेको थियो। अनि म चाहिँ मेडिकलमा गएको थिएँ। अनि त्यहाँ मेडिकलमा गइसकेपछि मैले उहाँलाई चाहिँ मेडिसिन मागेँ, मलाई महिनावारी भएको छ, मलाई एकदमै सहनै नसक्ने गरीलाई मलाई चाहिँ एकदम पेट दुखिरहेको छ, अहिले म अफिसमा छु अनि त्यो भएर मलाई रेस्ट गर्ने पनि ठाउँ छैन, मलाई चाहिँ मेडिसिन औषधि चाहियो मलाई भन्दाखेरि चाहिँ उहाँले म फोहोर रगत बग्ने चाहिँ औषधि के दिनु र तपाईँलाई कम गर्ने चाहिँ औषधि दिन्छु है भनेर भन्नुभयो क्या। पढेको मान्छे हो ऊ होइन, ऊ त मेडिकल खोलेर महिनावारीको ब्लड भने कस्तो हो भन्ने कुरा थाहा पाएको मान्छे हो नि त। उसले त्यस्तो कुराहरू चाहिँ बोलिदिइराखेको छ। अनि त्यस पछाडि मैले तुलसी उपमहानगरपालिकाकै 2-4वटा वडामा जाँदाखेरि त्यहाँ चाहिँ मैले महिना के अरे बजेटको लागि कुराकानी गर्दाखेरि उहाँले के भन्नुभएको छ भने महिला सम्बन्धी कार्यक्रमहरू हुन्छ त्यति बेलामा यो कार्यक्रम यस्तो गर्नु होला नि भनेर भन्नुभएको छ। महिनावारी विभेदले चाहिँ हाम्रो मौलिक हकमा कति धेरै अधिकारलाई प्रत्यक्ष रूपमा चाहिँ असर गरेको छ। यो संवैधानिक अधिकारको कुरा हो। यसमा सरकारले पनि अहिले सङ्कल्प प्रस्ताव पारित भइसकेपछि अब हामीले पनि यसमा काम गर्नुपर्छ भन्ने चाहिँ अझै पुगेकै छैन क्या। उहाँहरूले चाहिँ महिलाको विषय हो नि त, महिला सम्बन्धी लक्षित कार्यक्रम हुन्छ त्यहाँनिर गरिदिउँला त भनेर चाहिँ भन्ने कुराहरू गर्नुहुन्छ क्या। त्यो भइसकेपछि त यो मर्यादित महिनावारीको अवधारणाको चेत त ज्यारो नै छ, छँदै छैन। भनिसकेपछि यो विषयलाई चाहिँ एकदमै पछाडि पारिएको विषय चाहिँ छ होइन। यसमा कुनै पनि सरकारी गैर सरकारी नेटवर्कले पनि त्यति धेरै कुरा गर्नु भएको छैन, यो नयाँ अवधारणा भएर पनि होला। तर अब चाहिँ सबैजनाले चाहिँ गर्नुपर्छ। र यो जुन मैले अनलाइनहरूको कुरा गर्दै थिएँ अनि यो अनलाइनहरूमा पनि मैले के गर्दै थिएँ भयो कि एउटा हेरिरहेको थिएँ भिडियोहरू पनि हेरेँ। अनि पछाडि त्यसमा कति धेरै कुरामा चाहिँ के छ भनेपछि महिनावारीको रगत चाहिँ अशुद्ध रगत हो अनि यो बेलामा चाहिँ केटाहरूले खाना बनाउनु पर्छ यस्तो यस्तो किसिमको छ कि। अनि महिनावारीको कुरा भने महिलाको मात्र विषय हो भन्ने कुरामा लिइराखेको कति धेरै भिडियोहरू छ। अनि अस्ति भर्खर अनलाइनले अब त्यो महिनावारी सार्ने कुरालाई एकदमै हेडलाइनै बनाएर राखिदियो होइन। अब त्यो कुराहरू यस्तो यस्तो छ, यस्तो कुराहरू पनि एकदमै च्यालेन्जिङ छ। जसले चाहिँ सपोर्ट गर्ने एउटा हाम्रो प्लेटफर्म हो जो हाम्रो सरकार निकायहरू हो जसले हाम्रो मुद्दालाई बचाइराख्छ उनीहरूले पनि अलिकति मर्यादित महिनावारीको कुरा बुझ्दै नबुझे जस्तो महिनावारी विभेदलाई नै अझै बचाइराखेको जस्तो गरे देखिन्छ। त्यो भएर एकदमै जुन सरकार निकायहरूले गर्नुपर्ने काम त छैन जस्तो लाग्छ। हुन्छ, धन्यवाद मनालजी। म घनश्यामजीसँग जान चाहन्छु यही प्रश्न। घनश्यामजी पनि विभिन्न संरचनाहरूसँग चाहिँ जोडेर काम गर्नु भएको छ। कुनै नीति पोलिसी या गाइडलाइनहरू बनाउँदाखेरि महिनावारी विभेदलाई नि न्यूनीकरण गर्नको लागि त्यसको पहलहरू सरकारी संयन्त्र गैर सरकारी संयन्त्रबाट भएको छ कि छैन, के छ तपाईँको विचार? एउटा विडम्बनाको कुरा यही क्षेत्रमा लागेर यहीमा चाहिँ एउटा अभियन्ता भनेर लागिरहँदा चाहिँ यो एउटा त्यस्तो निकायहरूमा चाहिँ यो महिनावारी मर्यादित महिनावारी अथवा महिना मैत्री कुराहरू चाहिँ नहुनु एउटा विडम्बनाको कुरा हुन्छ, दुःखद कुरा हुन्छ। म मेरो तर्फबाट पनि छैन नै भन्छु। महिनावारीलाई चाहिँ एकदम स्याडोमा राखिएको छ। हामीले जबसम्म त्यो बुझ्दैनौँ महिनावारी विभेद अन्त्य नभएसम्म जुनसुकै विभेद जुनसुकै विकृति पनि
अन्त्य हुन सक्दैनन्। जहाँ चाहिँ हामीले बाल विवाहका कुरा गर्छौँ, हामीले अन्य हिंसाका कुरा गर्छौँ, हामीले अरू विभेदका कुरा गर्छौँ र थुप्रै समस्याहरूका कुरा गर्छौँ, जबसम्म यो विभेद अन्त्य हुँदैन, महिनावारीलाई सहज सरल रूपमा चाहिँ हामीले स्वीकार्दैनौँ, तबसम्म चाहिँ यी सबै जतिसुकै हाम्रा अभियानहरू छन् तिनीहरू चाहिँ नाकाम हुन्छन् जस्तो लाग्छ। त्यही भएर चाहिँ यो छैन कुनै पनि संस्थाहरू, कुनै पनि सार्वजनिक संस्थाहरूमा, प्रशासनहरूमा त्यो देखिए तापनि अहिलेसम्म छैन। महिनावारी मैत्री कुराहरू हुनु अथवा महिनावारी विभेद नहुनु भनेको यो बारेमा हामीले चासै नगर्नु अथवा यसलाई चाहिँ पूजापाठ गर्न दिनु त्यो मात्रै होइन नि त। महिलाहरूले महिनावारी भएको बेला चाहिँ उनीहरूले आफ्नो मर्यादामा बाँच्न सक्नु, उनीहरूले सरकारद्वारा चाहिँ त्यस्ता कुराहरू मेन्सुरल प्रोडक्टहरू सहज रूपमा सरल रूपमा चाहिँ उपभोग गर्न पाउनु, आफ्नो पहुँचमा पाउनु पनि त महिनावारी एउटा अधिकार हो, महिलाको अधिकार हो। यो कुराहरूलाई हामीले नबुझेसम्म चाहिँ यो कुराहरू अन्त्य भएको मानिँदैन। हामीले जहाँ लेखिए पनि ती नीति नियमहरूमा यसलाई सम्बोधन गरे पनि यो कुराहरूलाई चाहिँ मान्न सकिँदैन। हामीले कर्णालीका, हामीले सुदूरपश्चिमका विद्यालयहरूमा हेर्ने हो भने, हुम्ला जुम्लाका त्यो विद्यालयहरूमा हेर्ने हो भने कतिपय बालिकाहरूले, कतिपय किशोरीहरूले चाहिँ यो मेन्सुरल प्रोडक्टहरू के हो भन्ने उहाँहरूलाई थाहा नै छैन होइन, सेनिटरी प्याड हो भन्ने के हो भन्ने उहाँहरूलाई थाहा नै छैन। यसलाई चाहिँ हामीले कसरी मान्न सक्छौँ कि सरकारले चाहिँ महिनावारीलाई चाहिँ सुनिश्चित गर्यो, महिनावारी अधिकारलाई सुनिश्चित गर्यो, महिनावारी विभेद हट्यो भनेर चाहिँ अहिले भन्न सक्ने अवस्था चाहिँ छैन। यो एकदमै दुःखद कुरा हो जस्तो लाग्छ मलाई। धन्यवाद। दुवैजना वक्ताले महत्त्वपूर्ण कुराहरू राख्नुभयो। बालिका अधिकारका निम्ति महिनावारी विभेद अन्त्य हुनुपर्छ भनेर जुन हिसाबको चाहिँ धारणाहरू तपाईँहरूले प्रस्तुत गर्नुभयो, यो कुनै पनि नेपालको संयन्त्र नीति र कुनै पनि ठाउँहरूमा चाहिँ नपाइएको अवस्था चाहिँ हामीले देख्यौँ। अब दुवैजनालाई चाहिँ अर्को एउटा, अब हामी अन्तिम अन्तिमतर्फ आइसकेका छौँ। दुवैजना वक्ताले धेरै राम्रो कुराहरू राख्नुभयो। म चाहिँ अब चाहिँ घनश्यामबाट नै जान चाहन्छु। यदि महिनावारी विभेदलाई अन्त्य गरेर बालिका अधिकारलाई सुनिश्चित गर्नुपर्छ भने त्यसको लागि हामीले केमा काम गर्नुपर्छ, तपाईँहरूको विचारमा केमा काम गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? मलाई लाग्छ घनश्यामजीको चाहिँ टेक्निकल प्रब्लमले गरेर रोकेको छ। म मुनाजीतर्फ जान चाहन्छु। धन्यवाद समयजी। समयजी, मलाई एउटा अर्को कुरा पनि भन्न मन लाग्यो होइन। जस्तो कि मर्यादित महिनावारीको कुराहरू त कति धेरै कुराहरूमा गरेको छैन भन्ने कुराहरू आयो। अनि अर्को कुरा, अघि घनश्यामजीले चाहिँ अलिकति महिनावारी सामग्रीको कुराहरूमा चाहिँ अलिकति धेरै फोकस गर्नुभएको थियो है। त्यो भएर चाहिँ मलाई लाग्छ यो कुरा भन्न जरुरी छ। मर्यादित महिनावारीले चाहिँ के भन्छ भने, जोसँग अन्डाशय र पाठेघर लिएर जन्मेको व्यक्ति छ त्यो व्यक्ति चाहिँ महिनावारी हुने भयो होइन। अनि त्यो भित्र रहेका महिनावारी सामग्री सँगसँगै जुन हाम्रो विभेद छ नि, जब मैले चाहिँ महिनावारी सामग्रीमा प्याडै प्रयोग गर्न पाएको छु, सफा पेन्टी नै प्रयोग गर्न पाएको छु, तर मैले भान्सामा गएर पानी लिएर खान पाइरहेको छैन भने पछाडि त्यो कस्तो कस्तो किसिमको चाहिँ के भनौँ, एउटा महिनावारीलाई चाहिँ स्वीकार गरियो त होइन। त्यहाँनिर ठुलो क्वेसन छ के। अनि यो मर्यादित महिनावारी चाहिँ के भन्छ भने, तपाईँले चाहिँ सानो पनि विभेद गर्नुहोस् या ठुलो पनि विभेद गर्नुहोस्, त्यो चाहिँ विभेद हो। चाहे तपाईँले त्यो प्याड एकदमै महँगो प्याड प्रयोग गर्नुहोस् होइन, तर तपाईँले चाहिँ त्यो मनभित्रको मेरो रगत चाहिँ के अरे अशुद्ध रगत हो, मैले चाहिँ महिनावारी बार्नुपर्छ भन्ने यो दिमागमा हुँदासम्म त्यो के कुनै अर्थ नै रहेन के होइन। मलाई त्यस्तो लाग्छ। पहिलो कुरा हामीले यसरी दियौँ र कतिपय अझै अरूले चाहिँ के गरिरहनु भएको छ भने अलिकति धेरै स्वच्छताको कुरा गरिराख्नु भएको छ क्या। तर मर्यादित महिनाहरूले स्वच्छता भन्दा पनि मर्यादाको कुरा गर्छ क्या। अब त्यो कुरा चाहिँ बुझाउनको लागि चाहिँ अब धेरै कामहरू गर्न बाँकी छ। अनि अर्को कुरा, समीरजीले छुटाउनु भएको प्रश्न र मलाई चाहिँ भन्न मन लागेको प्रश्न भनेको, मर्यादित महिनावारीको कुराहरू अवधारणा गर्दै गर्दाखेरि, यो सेक्टरमा काम गर्दाखेरि, यो बारेमा समाजमा बुझाउँदै गर्दाखेरि हामीलाई चाहिँ थ्रेड चाहिँ छ है। फेरि समाजमा जहिले पनि सकारात्मक कुराहरू गर्दाखेरि समाजले बनाएको संरचना त कति छ होइन। त्यसमा चाहिँ हामीले एउटा मानव अधिकारको कुरा गर्दै गर्दा एकदमै च्यालेन्जिङ छ होइन। हामीलाई त्यहाँ फिजिकली पनि हुनसक्छ, मेन्टली पनि हुनसक्छ। मैले त्यो सोसियल मिडियामा महिनावारीको समयमा मन्दिर गएको भन्ने भिडियोमा चाहिँ मलाई कति धेरै नेगेटिभ कमेन्ट थियो। म त्यति बेलामा आफूलाई मेन्टली एकदमै स्ट्रेस फिल गरिरहेको थिएँ कि होइन। अनि त्यसपछि घरमा आएर जब घरमा हजुरबा हजुरआमाहरू नै पुरै एकदमै त्यो कामले नै हुनुहुन्छ होइन, त्यस्तो छ नि त। अब त्यति बेलामा तपाईँ महिनावारीको बारेमा बोल्दाखेरि कति धेरै च्यालेन्जिङ छ क्या होइन। तर यो कुरालाई च्यालेन्जिङ छ भन्दाखेरि फेस गर्न नसकिने भन्ने चाहिँ छँदै छैन, प्र्याक्टिस गऱ्यो भने हुन्छ है। यो कुरा पनि मैले भन्न चाहेँ। अनि अर्को कुरा भन्नुभएको थियो समीरजीले चाहिँ,
के गर्न सकिन्छ त भन्ने कुराहरू भएको थियो। त्यसमा चाहिँ मलाई कस्तो लाग्छ भनेपछि सबैभन्दा पहिला चाहिँ यो कुरा बुझ्नु पर्यो कि महिनावारी विभेद भनेको चाहिँ हाम्रो सबै अन्य जति पनि हिंसाहरू विभेदहरू छ जन्माउने प्रमुख कारण भनेको महिनावारी विभेद हो। त्यो भनेको सानैदेखि गर्भबाट नै सुरुवात हुन्छ। त्यति बेला नै हामीले चाहिँ मर्यादित महिनावारीको चाहिँ कुराकानी गर्न पर्यो भन्ने कुरा चाहिँ हामीले बुझ्न पर्यो होइन। त्यसपछि अर्को रह्यो चाहिँ अब हामीले जब हामीले त्यो कुरा बुझिसकेपछि अब मैले चाहिँ मेरो आमाको महिनावारी मेरो महिनावारीको बारेमा चाहिँ म बोल्न पर्यो के। मेरो महिनावारीको रगत चाहिँ सफा हो, शुद्ध हो, पवित्र रगत हो, मलाई चाहिँ महिनावारी सम्बन्धी कुनै पनि विभेद चाहिँदैन भन्नेको हिसाबले चाहिँ हामीले चाहिँ आफूले चाहिँ महसुस गर्नु पर्यो र घर परिवारमा कुराकानी गर्नु पर्यो। घर परिवारमा कुरा गरिसकेपछि हामी समाजमा कुरा गरौँ, जहाँ जान्छौँ त्यहाँ ड्याङ बोलौँ होइन। सामाजिक सञ्जालमा पनि छ भने महिनावारीको कुराहरू गरौँ, महिनावारी विभेदलाई चाहिँ अन्त्य गर्नुपर्छ कुराहरू गरौँ। अनि त्योसँग चाहिँ अब हामीले जुन सरकारी निकायहरू छ उहाँहरूलाई पनि झकझकाम, सोसियल मिडियाहरूमा पनि जो जर्नलिस्टहरू छ नि उहाँहरूले अर्कै न्युजहरू हामी मानवाधिकारको कुरा गरिरहेको छौँ, उहाँले फेरि फरक फरक पार्टको कुराहरू गर्नुहुन्छ, उहाँलाई पनि हामीले भनौँ होइन। त्यसरी चाहिँ हामीले गरौँ। अनि यो चाहिँ महिनावारी विभेद भनेको चाहिँ मानव अधिकारको हनन हो, यो त संवैधानिक अधिकार हो, यसले हाम्रो प्रत्यक्ष मौलिक हकमा असर पारेको छ भन्ने कुरा हामीले बुझाउन सङ्घ संस्था, सरकार निकाय, हामी जस्तो अभियन्ताहरू, बाल क्लबको भाइ बहिनीहरू सबैजना लाग्यौँ भने सम्भवतः मलाई लाग्छ महिनावारी विभेदको अन्त्य गर्नको लागि चाहिँ एकदमै धेरै पर्खिराख्नु पर्ने छैन क्या। हामी भनेर हामीले गऱ्यौँ भने यो मेरो प्रत्यक्ष मेरो अधिकार हनन भएको छ भन्ने कुरा महसुस गरेर गऱ्यो भने सम्भवतः सकिन्छ। धन्यवाद मुनाजी। म घनश्याम तर्फ जान चाहन्छु। यो महिनावारी विभेद र बालिकाको अधिकार सुनिश्चित गर्नलाई हामी के कुरामा चाहिँ काम गर्न सक्यो भने चाहिँ सुनिश्चित गर्न सक्छौँ होला? घनश्यामलाई 2 मिनट। हस्, म छोटोमा भन्छु। यो भन्ने बित्तिकै मलाई एउटा त्यो उखानको याद आयो, फलामले फलाम काट्छ भन्ने छ नि एउटा। जबसम्म चाहिँ हामीले यो शिक्षा अवेरनेस भन्छौँ नि, यसमा चाहिँ म के शिक्षा भन्छु भने धर्म शिक्षा। हामीले सिएफएम अथवा बाल विवाह अन्त्यको लागि चाहिँ एउटा धर्मले पनि चाँडो विवाह गराइदिएपछि चाहिँ एउटा शुद्ध हुने अथवा भगवान खुसी हुने भन्ने एउटा मिथ्या छ। त्यसरी नै अब हामीले चाहिँ धर्मलाई नै लिएर महिनावारी बाँच्छौँ। महिनावारीको तर्फबाट चाहिँ यो पूजा गर्न नहुने, त्यो पूजा गर्न नहुने अथवा त्यहाँभित्र पस्न नहुने, सामान छुन नहुने, यी यावत कुराहरू छन्। यो चाहिँ केले हामीले सिकाएको? धर्मले नै हो। जबसम्म चाहिँ हामीले धर्मबाट चाहिँ त्यो शिक्षित हुँदैनौँ, जस्तो कि धार्मिक गुरुहरू, विभिन्न धर्महरू छन्, त्यो धर्ममा धार्मिक अगुवाईहरूबाट चाहिँ हामीले यस्तो एउटा निरन्तरता थालौँ, एउटा यस्तो अभियान थालौँ, उहाँहरूले चाहिँ यो महिनावारी भन्ने पश्चात चाहिँ प्रकृतिले दिएको अथवा यो विभेद गर्न नहुने, हामीले सहजै स्वीकार्न मिल्ने कुरा हो। यो चाहिँ हामीले प्राकृतिक रूपमा नितान्त प्राकृतिक रूपमा पाएको एउटा वरदान हो, जसले चाहिँ एउटा सृष्टि चलाउँछ, हामी चलेका छौँ, यो संसार चलेको छ भन्ने तबसम्म बुझाइँदैन। उहाँहरूले लिड गर्नु पर्यो। जस्तो कि अन्तर्धार्मिक सञ्जाल भन्ने नेपालमा छ, त्यहाँ चाहिँ विभिन्न धर्महरूका धार्मिक अगुवाईहरू हुनुहुन्छ, गुरुहरू हुनुहुन्छ। उहाँसँग पनि तपाईँहरूले हामीहरूले चाहिँ सँगसँगै रहेर चाहिँ उहाँहरूबाट नै यो समाजमा समुदायमा गएर यो महिनावारी भनेको धर्मले बाँधेको कुरा होइन, यो हामीले स्वीकार्नुपर्ने, सहजै स्वीकार्नुपर्ने कुरा हो भन्नेसम्म जबसम्म लाग्दैन तबसम्म यो एउटा मुख्य अस्त्र बन्न सक्छ धार्मिक गुरुहरूबाट अथवा धर्म शिक्षा भनेर भन्न सक्छु। अर्को कुरा के हुन सक्छ, एउटा संवादको अगाडि पनि मैले भनिसकेँ, पुरुष महिला बीच, किशोर किशोरीहरू बीच महिनावारी बारेमा खुलस्त रूपमा चाहिँ बहस गर्न जबसम्म सकिँदैन तबसम्म अन्त्य हुन सक्दैन। त्यही भएर यो संवादको रूपमा पनि हामीले यसलाई चाहिँ मुख्य अस्त्र बनाएर हामी अघि बढ्न सक्छौँ। र अर्को मुख्य कुरा भयो नीति र पहुँचको कुरा भन्न चाहन्छु। नीति त बन्छन् तर त्यसको कतिको कार्यान्वयन हुन्छ भन्ने पनि कुरा भयो, र पहुँच पनि हुनु पर्यो। मैले भने त्यो कुरा पहुँच मात्र नभएर अगाडि दिदीले भने जस्तै त्यो चाहिँ हामीले मनभित्रकै भाव अन्त्य हुन जरुरी छ। यो स्वास्थ्यको विषय, सुरक्षाको विषय हामीले पाएर मात्र हुँदैन। जबसम्म मैले महिनावारी भएको बेला मन्दिर खुलस्त रूपमा नितान्त डर बिना चाहिँ जान सक्छु तबसम्म चाहिँ यो विभेदको अन्त्य भएको मानिँदैन भन्ने कुरा छ। यो एकदमै सबैभन्दा प्रबल कुरा हो जस्तो लाग्छ। यो कुराहरू जबसम्म अन्त्य हुँदैन, अहिले हामीले सुदूरपश्चिमको कुरालाई लिन सक्छौँ, कैलालीको घटनालाई लिन सक्छौँ, त्यहाँ चाहिँ छाउगुडहरू चाहिँ भत्काउने कुरा छ, त्यसलाई चाहिँ त्यसकै विरोधमा आइरहेको कुरा छ, त्यो अहिलेसम्म कतिको कार्यान्वयनमा गइरहेको छ, त्यहाँका छाउगुड सबै हटे कि हटेनन् भन्ने कुरालाई पनि हामीले एउटा एडभोकेसीको थ्रुबाट एउटा निरन्तर उहाँहरूलाई चाहिँ हेर्ने रूपमा चाहिँ एउटा नलिएसम्म
अन्त्य हुन सक्दैन जस्तो लाग्छ। त्यही भएर यी कुराहरूमा चाहिँ हामीले मुख्य ध्यान दिएर सँगसँगै शिक्षा, एडभोकेसी, अवेरनेस लगायतका हामी सँगै संवादका कुराहरूबाट चाहिँ मात्र यो महिनावारी अन्त्य हुन सक्छ जस्तो लाग्छ। र हामी जसरी लागेका छौँ सबै पुस्ताहरू, सबै मानिसहरू, समाजहरू लाग्न चाहिँ जरुरी छ। तबसम्म चाहिँ हामी महिनावारीलाई चाहिँ सहजै रूपमा महिनावारी विभेद अन्त्य गर्न सक्छौँ जस्तो लाग्छ। धन्यवाद दुवैजना वक्तालाई। एकदमै महत्त्वपूर्ण कुरा यो समग्र दुवैजनाकोबाट हामी के बुझ्यौँ भन्दाखेरि सामान्य रूपमा चाहिँ महिनावारी विभेद अन्त्य गर्नलाई र बालिका अधिकार सुनिश्चित गर्नका लागि चाहिँ मर्यादित महिनावारीको अवधारणामा चाहिँ सबैजनाले काम गर्नुपर्छ र जहाँ जहीँ जे कुरा पनि गर्दैछौँ त्यहाँ चाहिँ मर्यादालाई केन्द्रित गर्नुपर्छ भन्ने विषयवस्तु चाहिँ तपाईँहरूबाट झल्क्यो भन्ने हिसाबले चाहिँ अगाडि बढ्दै अन्तिम प्रश्न तपाईँ दुवैजना यति वक्ता हामी कुराकानी विभेदको अवस्थाबाट मर्यादासम्म पुगिसकेका छौँ भने अब तपाईँहरूले एउटा के अब तपाईँहरूको कमिटमेन्ट के रहन्छ होइन बालिका अधिकार संरक्षणका लागि तपाईँहरूको कमिटमेन्ट के रहन्छ दुवैजनालाई एक एक मिनटको समय हामी चाहिँ प्रदान गर्यौँ। धन्यवाद। बालिका अधिकारको संरक्षणको लागि मेरो प्रतिबद्धता चाहिँ के हुन्छ भने म चाहिँ सबैभन्दा पहिले चाहिँ महिनावारी विभेदको विषयमा चाहिँ यो चाहिँ स्वीकार हुँदैन भन्नेमा चाहिँ एकदमै क्लियर छु र यो विषयमा चाहिँ म जहाँ भए पनि जस्तो भए पनि बोलेर हुन्छ कि त्यहाँ कुरा सुनाएर हुन्छ कि कसरी हुन्छ यो विभेदको अन्त्य गरेर मैले चाहिँ बालिका अधिकारको संरक्षण चाहिँ गर्नको लागि सहयोग गर्नेछु र अन्तिममा मर्यादा समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी नै हो। सम्पूर्णलाई चाहिँ बालिका दिवसको शुभकामना पनि दिन चाहन्छु। धन्यवाद मुनाजी। घनश्यामजी मैले के भन्न चाहन्छु, म चाहिँ महिनावारीको कुरा लुकाउने पुस्ता होइन, महिनावारी बारेमा प्लस त बोल्ने पुस्ताको प्रतिनिधित्व गर्छु सर्वप्रथम त। र बालिका अधिकारको सुनिश्चितका लागि मेरो भूमिका के हुन सक्छ मैले अगाडि नै भनिसकेँ। मेरो भूमिका यही नै हो। महिला हिंसा अन्त्यका लागि पुरुष सहभागिता जरुरी छ। म आफ्नो सहभागिता निरन्तर रूपमा विभिन्न संयन्त्रमा रहेर, विभिन्न तहमा रहेर र आफै एज अ यही क्षेत्रमा काम गरिरहेको एउटा अभियन्ताको रूपमा चाहिँ काम गरेर चाहिँ अगाडि बढ्नेछु। बालिकाका हर समस्याहरूमा, हर कुराहरूमा चाहिँ सम्बोधन, सुनवाई, उहाँहरूलाई चाहिँ एउटा निश्चल मनले चाहिँ उहाँहरूको भावना सुन्ने एउटा आफै माध्यम पनि बन्नेछु भन्ने चाहिँ एउटा प्रतिबद्धता जनाउँछु। र समानता, यो मर्यादा, मानव अधिकारमा सबैभन्दा पहिलो कुरा चाहिँ महिनावारी विभेदको अन्त्य हुनुपर्छ भन्ने चाहिँ एउटा मेरो आफ्नो तर्क राख्न चाहन्छु र यसप्रति चाहिँ म निरन्तर कटिबद्ध रहेर चाहिँ आफ्नो अभियानलाई निरन्तरता दिन्छु भन्ने आफ्नो प्रतिबद्धता जनाउँदै फेरि पनि अन्तर्राष्ट्रिय बालिका दिवसको सम्पूर्णलाई शुभकामना दिन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद दुवैजना वक्तालाई। एकदमै महत्त्वपूर्ण कुराकानी भयो। अझ धेरै कुराहरू हामीसँग गर्नुपर्ने थियो तर समय पाबन्दीको कारणले हामीले चाहिँ हाम्रो प्रश्नहरू यही अन्त्य गर्छौँ। मर्यादा समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी भन्ने विशेष श्रृङ्खलामा आज हामी दुईजना वक्ताहरूसँग जोडेका छौँ। यो एकदमै महत्त्वपूर्ण कुराकानी भयो। यसलाई सारांश रूपमा भनिराख्नु पर्दाखेरि बालिका अधिकारको सबैभन्दा प्रमुख बाधकको रूपमा चाहिँ महिनावारी विभेद भयो। तर यो महिनावारी विभेद अन्त्यका लागि सम्पूर्ण बालिकाको क्षेत्रमा काम गर्ने सरकारवाला कसैले पनि महिनावारी विभेद अन्त्य गर्नको लागि मर्यादित महिनावारीको सिद्धान्त क्षेत्रमा काम गरेको अवस्था कहीँ कतै पनि देखिएन। त्यसैले यदि तपाईँहरू बालिका अधिकारको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ र मानव अधिकार रक्षक हो भनेर भन्दै हुनुहुन्छ भने आज हाम्रो वक्ताहरूले भने अनुसार नै तपाईँले मर्यादित महिनावारीको क्षेत्रमा काम गर्नुपर्नेछ र महिनावारी विभेद अन्त्य गर्दै मर्यादामा केन्द्रित गर्न सक्यो भने मात्रै बालिका अधिकार, मानव अधिकार, जति पनि अधिकारहरू छ यी सम्पूर्ण अधिकारहरू सुनिश्चित हुन्छन् र नेपालको संविधानको मौलिक हक अधिकारहरूको पनि संरक्षण हुन सक्छ भन्दै अन्तिममा जोडिनुहुने सबै वक्ताहरूलाई धेरै धेरै धन्यवाद प्रदान गर्दै आज हामी विशेष दिवसमा पनि छौँ। आज अक्टोबर 10 विश्व मानसिक स्वास्थ्य दिवसको पनि सबैजनालाई शुभकामना दिन चाहन्छौँ। यदि तपाईँहरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने जबसम्म महिनावारीलाई केन्द्रित भएर मर्यादा कायम हुन सक्दैन तबसम्म मानसिक स्वास्थ्य पनि राम्रो हुन सक्दैन भन्दै र मानव अधिकारको संरक्षण, बालिका अधिकारको संरक्षणको लागि पनि या बालिकाको मर्यादा सम्बन्ध र मानव अधिकारको क्षेत्रलाई तपाईँहरूले नितान्त रूपमा चाहिँ काम गर्न चाहनुहुन्छ र आफूले मानव अधिकार, बालिका अधिकारको क्षेत्रको अभियान त भन्न चाहनुहुन्छ भने बालिका सबैजनाले चाहिँ मर्यादित महिनावारीको क्षेत्रमा काम गर्नुपर्छ भन्ने अनुरोध गर्दै आजको विशेष कार्यक्रम यही सकेको चाहिँ जानकारी गराउन चाहन्छु। हस्त धन्यवाद। नमस्ते।